हेलो घर आइसकेको छु म चाहिँ हिजो आएको अनि आज चाहिँ हाम्रो घरमा पूजा छ अनि त्यही भएर हामी चाहिँ घर लिप्न आएको छौँ तर एकछिनमा लिप्नु भन्नुभएको छ अनि अहिले चाहिँ मेरो भाइले मेहन्दी हाल्छ अरे होइन नि खोल्दैछ सबैजनालाई ह्याप्पी दसैँ अनि भोलि चाहिँ मेरो फुपूहरू आउनुहुन्छ अरे जेठी फुपू माइली फुपूहरू कान्छी फुपू चाहिँ कहिले आउनुहुन्छ थाहा छैन म चाहिँ मेहन्दी हालिदिने हो होइन त्यो टाङ्रानीको बच्चाको गुड हो मेरो भाइ चाहिँ एकदमै लजाउने स्वभावको छ त्यही भएर मैले उसको अनुहार छोपिदिइरहेको थियो ला पनि केले अर्काउँ यार म हालिदिन्छु के को दुःख यस्तो गर्छ त यता हेर न ऐना हेर्दैछ नि लु कानमा लाग्यो मेरो कान कालो कामने मिलाएर लगाइदिएको छु क्या कालाको दिसेले भित्र न भन्नु त के भन्नु काम भ्याछौ अरे मट्टा छानेर काम हुने नि त मेरो सबै टाटु ठाङ हो नि हुन्छ अरे ल बत्ती निकालेको हामी मलाई एउटा भेस्टिन न थोत्रे भेस्टिन न एउटा कार्लसको अनुहारमा उयो लाग्छ अरे अनुहार चोप्नु कालो माटो खन्नु आउँदैछु कालो माटोको अभाव भएको अवस्था यहाँ माथि टारमा आइसकेको छु कहाँ खन्नु पर्ने होला मलाई नि थाहा नि छैन टेन्सन भयो त बाटोतिर गाइस मैले त्यही हजुर एकछिनै जाँदैछु ए देखे हत्तेरिका यहाँ रहेछ उफ झन्डै अर्को ठाउँमा खनिदिएको मैले त ओए गाइस अम्बक खाइदिउँ न त
गरौँ पो हुने रहेछ गाइस। आइ मर्छ होला कति लाग्नु पर्ने माटो। दसैँ लाग्यो गाइस। हाम्रो गाउँ चाहिँ यस्तो मेरो घर हाम्रो मूल घर। अब कालो माटो ल्याइसकेको छ। अब चाहिँ गोबर लिनु जाँदैछु म। गोबर र कालो माटो मिक्स गरेर यस्तो लिपिदिनु पर्ने छ है। हाम्रो गाउँतिर चाहिँ यस्तो हुन्छ तर सहरतिर चाहिँ माटो पाउँछ कालो एकदम राम्रो। अनि ल्या चाहिँ क्या हो यसले यसको मम्मी चाहिँ हो छोरा सक्यो। A few moments later, a few minutes later. घर जाँदैछु। यहाँ काम सक्यो। भरे आउने हो एकैचोटि खाना खानु। फाइनली गाइस म चाहिँ घर आइपुग्नु आँटेको। कार्लोस खोइ मैले भनेको गरेको। हाई म इग्नोर गरिदिन्छ मेरो भाइले। यो चाहिँ हाम्रो घर हो। दसैँ लागिसक्यो गाइस हाम्रो घरमा। तपाईँहरूको दसैँको माल कस्तो छ? अब भरै चाहिँ खाना खानु बोलाउनु भएको छ। हामीले कामहरू सबै सकिसकेको छ। लुगा नि झऱ्यो। हाम्रो मम्मीले चाहिँ यहाँ किचनहरू हालिसक्नु भएको छ। हामीले माथि घरमा गरेको मम्मीले हाम्रोमा गर्नुभएको। हाम्रो फुल नि फुलेको छ है। फुल फुलेको छ अरू त छैन। मलाई पनि चटपटे एक ठाउँ चाहियो। खोइ बनाइदिन्छु ल भन्दा पो। अर्डर प्लिज अर्डर अर्डर। एक ठाउँ चटपटा एकदम मिठो गुलियो अमिलो पिरो। दसैँ लागेको थाहा छैन हो। मिठो गुलियो अमिलो चटपटे। ठन्डी महिना जाडो रात निकाला छ।